आजको यस भ्लगमा हजुरहरूलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा हजुरलाई हार्दिक स्वागत छ। यता चाहिँ भान्जो छ, यो चाहिँ हाम्रो घरबाट टक्क परेको है, च्याट्टको सानो। यता चाहिँ गाउँ छ, पर ताकुरी छ, यता उत्तिसनी छ, यता लामिडाँडा छ, यता एकबाते छ। पराठा बाइकको जस्तै अब बजारतिर हुन्छ त जति गाडी हिँड्यो नि के मतलबै लाग्दैन, तर यहाँ गाउँतिर चाहिँ एक दुईवटा गाडी मात्रै हिँड्छन्। त्यही भएको हुनाले पनि गाउँतिर हिँड्न गाडी हिँड्न एकदम रमाइलो लाग्छ। मलाई मात्र नै सबैले हुन्छ त्यस्तो। झन् दसैँ तिहारमा त प्याक भएर आउँछन् त्यहाँदेखि गाडीहरू। हगिनु भयो भैँसी यता टक्क पारेर यो गर्दै हुनुहुन्छ। मकै छडाउँदै त्यो सानीले पनि छडाउनु ला मकै। एउटा मया नि खोज्नै सक्दैन यसले। गाडीमा लैजानु पर्ला। जानेस जान्नस् जानेस नि ए पोखो म कहाँ हाल्छु भने आउँदो फेरि हाल्छु अहिले। यस्तै हो गाइस, हामीहरू अब दैलेखमा यता चाहिँ हाम्रो आमातिर चाहिँ लिस्नो अथारा छ, अथारा। यता चाहिँ भित्र चाहिँ दुध पाइरहा। दुध गाउँतिर त दुध एकदम धेरै बाक्लो दुध है। आगो पनि हरर बले है। अरे यहाँबाट कुराउने यस्तो कोतार्नु कम मजा आउँछ पछि। अब भान्जोको हर्लिक्स सक्यो कि नै, त्यही हर्लिक्सभित्र दुध हालेर खान्छु म। अब नै त्यहाँ डब्बा छ त, त्यो डब्बाभित्र यस्तो छैन होला, छ त्यही बडुगामा हालेर भन्नेलाई दिने म तिमी। यस्तो छ ल त गाइज, एकछिन पछि देख्नु गाइज रिसिन्छ भान्जो। फोटो खिचा उताबाट नमस्ते गरे यिनीहरूलाई। नमस्ते गर। जय बालेन जय देश। के गरौ बैसले बाला जुबान किन्थे पैसाले बैस। कस्तो लडीबुडी खेले हामी। खेल्न छु ल त गाइज, एकछिन पछि भेट्छु।
अहिले चाहिँ घर आइसकेको छ। अब घर अघि नै दिउँसो आएको, दिउँसो आएर एकछिन छक्क सुत्यो, सुतेर भर्खरै उठेको म, भर्खरै उठेर अब खानासाना खान्छ डक्क बाहिरमा फेरि सुतिन्छ। अब गाउँबाट आउँदा आउँदा यस्तो झ्याउ भयो, झ्याउ त के हुन्छ धेरै हिँड्नाले खुट्टा गल्यान यस्तो। फेरि अब के भनौँ के अब गाउँतिर गयो भने यस्तो भल बनाउनु कम रमाइलो लाग्छ, तर यतातिर झ्याउ लाग्छ है। त्यस्तै हो अब गाउँ अगाडि भल अब इन्डिङ गर्ने भने अर्का झ्याउ लाग्यो, त्यही हो। अब गाउँ जानु भने चाहिँ एकदम रमाइलो लाग्छ, अनि बेला अर्का झ्याउ लाग्ने समस्या त्यही हो। अहिलेका बच्चाहरूको समस्या त्यही हो, धेरै त समस्या त होइन, यो सानोतिनो समस्या हो यस्तो। सानोतिनो समस्या केही क्या लान्छु किन्जल 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 क्यान लान्छौ ल त गाइज, म अब एकछिन खानासाना खान अब जान्छु, खाना खान्छु अनि सुत्छु। आजको यस भ्लग हजुरहरूलाई कस्तो लाग्यो, मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गर्नु नभुल्नु होला। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला है, फुल भिडियो हेर्नु होला, मेरो वाच टाइम बढाइदिनु होला। यति भन्दा आजको यस भ्लगबाट वाच टाइम भने तपाईँहरूले जति हेर्नुभयो त्यति मेरो बढ्दै जान्छ क्या। आजको भ्लगमा यही अन्त्य गर्दछु। हस्त धन्यवाद, जय नेपाल।